हेलो सम्पूर्णमा नमस्कार। म अहिले यहाँ लेक साइडको यो 27औं पोखरा स्ट्रिट फेस्टिभलको तयारीमा रहेको ठाउँमा छु र अहिले यहाँ ठाउँ लगभग तयार भइसकेको छ। आज पौष 12 गते तदनुसार डिसेम्बर 27 तारिक शनिबारको दिन बेलुकासम्म चाहिँ नै यहाँ लगभग सबै तयार भइसकेको छ भने यहाँ फेस्टिभल सुरु चाहिँ नै भोलि पौष 13 गतेबाट चाहिँ नै सुरु हुने भएको छ। जताततै बत्ती लगाएर झलमल्ल बनाएको छ र अहिले यो ठाउँ खाली भइरहेको छ भने भोलिबाट यो ठाउँ टन्नाटन चाहिँ नै भरिनेछ। किन भन्दाखेरि व्यापारीहरू चाहिँ नै आएर यो ठाउँहरू चाहिँ नि व्यापार गर्नको लागि बस्नेछ। चाहिने स्टेजभित्र पस्ने वेलकम गेट हो। यहाँबाट भित्र यी स्टेजहरू बन्ने तयारी भइरहेको छ। लगभग आज अन्तिम चरणमा पुगिसकेको छ भने यताभित्र सबै यो भित्रतिर हुन्छ कार्यक्रम। यहाँभित्र चाहिँ नि पिङहरू हाल्ने अनि ब्यान्डहरू आएर गाना गाउने स्टेज बनाएको हुन्छ। यहाँ गाडी छ हो, त्यहाँबाट एउटा गेट बनाएर चाहिँ नि भित्र पस्ने चाहिँ प्रवेशद्वार हुनेछ। अनि अहिले गेट बनाउने तयारीमा छन् सबैजना। यहाँ आफ्नो आफ्नो बिजनेसको चाहिने ब्यानरहरू पनि टाँगिरहेको छन्। कसैले होटलको लाइनको, कसैले चाहिने अब टुरिज्मको ब्यानरहरू पनि टाँगिरहनु भएको छ। यो चाहिँ स्टलहरू हो। यसमा विभिन्न बिजनेसम्यानहरूले चाहिँ नि आफ्नो आफ्नो व्यापारको लागि यो स्टलहरू प्रयोग गर्नुहुनेछ। यहाँदेखि वहीँसम्मै छ। साइडमा चाहिने यो पर्मानेन्टली पसलहरू हो। यो चाहिने अरू बेला पनि खोलिने पसलहरू हो र भोलिबाट चाहिँ यो ठाउँ पनि खाली हुने छैन। यो ठाउँमा पनि टन्न आफ्नो आफ्नो व्यापारको लागि पर्सनल स्टलहरू राख्नुहुनेछ। यो गाडीहरू अहिले एकदम प्याक छ। किन भन्दा यो सधैँ हिँड्ने रोडै हो। तर भोलिबाट मेला नसकिन्जेलसम्म चाहिँ नै यहाँ गाडीहरू आउन जान चाहिँ प्रतिबन्ध लगाइनेछ। यो त्यसको लास्ट उता हलेन चोकमा बन्द गरिन्छ भने यताबाट लास्टमा उहाँ शहीद चोकमा चाहिँ नि बन्द हुनेछ। प्रहरीहरू चाहिँ त्यहाँ तैनात गरिनेछ र यहाँ चाहिँ नि अरू घुम्न आउनेहरू चाहिँ नि पैदल मार्फत मात्रै आउन सक्नुहुनेछ है त। ल यहाँदेखि वहीँसम्म छ। यो लगभग 3.5 किलोमिटर लामो रोड स्ट्रिट फेस्टिभल हो। यो चाहिँ नि तालबाराई मन्दिर जाने चोक हो, नौताडा आउँदै गर्दाको। र हाम्रो यो न्यु इयरको फेस्टिभलमा चाहिने हाम्रो इन्डियन भाइहरूले यसरी पान बेचेर दामी पैसा कमाउँछ। यिनीहरू चाहिँ नि पानमा चाहिँ नि एकै दिनमा 50-60 हजार पनि कमाउँछ। यसको नाम त सुद्धामा हो है त। यो चाहिँ नि लाटो त्यसको भाइ एकदम रमाइलो छ अहिले यसको माहौल, यहाँको माहौल है त। म अहिले उताबाट आउँदै गर्दा ठ्याक्कै लेक साइडको अहिले बिच बाटोतिर आइपुगेको छु। यो चाहिँ नि स्ट्रिट नम्बर 15 मा आइपुगेँ र यहाँनिर एउटा किङ्स नाइट क्लब पनि रहेको छ। यो पनि एकदम दामी चल्छ र यहाँबाट उता हल्लानी चोकसम्म पुग्छ यो बाटो र मैले अहिले त्योतर्फ जाँदैछु। यो न्यु इयर एकदम रमाइलो हुन्छ। इङ्ग्लिस न्यु इयर भएको भएर नेपाली न्यु इयरमा त त्यति इङ्ग्लिस न्यु इयर जस्तो रमाइलो देखिँदैन। तर यो भोलि पर्सिको यो नहिले इङ्ग्लिस न्यु इयर चाहिँ एकदम रमाइलो दामी हुनेछ र आउनु होला। कहाँ कहाँबाट हेर्नुभएको छ रमाइलो हेर्नलाई आउनु होला है त।
फाइनली म अहिले हल्लानी चोकमा आइपुगेँ। म अघि आउँदै गरेको बाटो यो हो, त्यताबाट आइपुगेको भने अहिले म यो हल्लानी चोकमा आइपुगेँ। यो चोकमा आउँदा यहाँ अलि गाडीहरूको भिड बढी हुने भएको छ, किन भन्दाखेरि यहाँ चारवटा चोक छ। यता मस्तिर 0 किलोमिटरबाट आउने बाटो हो भने यो अहिले म आएको बाटो हो भने यता तलतिर तालतिर जाने बाटो छ भने यता पामे जाने बाटो रहेको छ। यहाँ यतातिर पामे जाने बाटो, यहाँदेखि अलि पर खरेसम्म चाहिँ नि बजार रहेको छ भने त्यहाँ खरेबाट उता भने बजार त्यति छैन, फटाफट घर होटलहरू रहेको छ। त्यसपछि उता पामे लाग्छ, उतातिर पनि धेरै राम्रो रेस्टुरेन्टहरू पनि रहेको छ पामे साइडतिर पनि। तर अहिले यो स्ट्रिट फेस्टिभल लाग्ने भनेको यहीँसम्म हो र अहिलेलाई यति भन्दै मैले आजको भिडियो यहीँ बन्द गर्न चाहेँ। फेरि नेक्स्ट भिडियोमा आउनेछु र अहिलेलाई सबैलाई नमस्कार, जय नेपाल।